हाम्रो बारीमा टमाटर अत्याधिक रूपमा पाक्न थालिसकेका छन्। पालुवा भेगको लागि पुग्ने गरी टमाटर पाकिसकेका छन्। टमाटर हामीसँग एकदमै राम्रो क्वालिटीमा छ, किरा पनि लागेको छैन। यो सिर्जना जातको टमाटर हो। टमाटरको क्वालिटी एकदम राम्रो छ, धेरै ठुलो पनि छैन, सानो पनि छैन, एकदम ठिक्क मिडियम साइजको छ। एकदम मजाले पाक्छ। टनेलमा लगाएको भन्दा 1 पोइन्ट पनि कम छैन, त्यतिको राम्रो क्वालिटी छ। आवश्यकता भए सम्पर्क गर्नुहोला। हामीसँग भक्तपुरे लोकल काँक्रो पनि एकदमै राम्रो क्वालिटीमा उत्पादन भइसकेको छ। फलाइ एकदमै राम्रो, जोरै काँक्राहरू फलिरहेका छन् भने आँख्लै पछि 1 2 3 4 5 आँख्लै पछि फलेको छ। यता त्यस्तै फलिरहेको छ भने यता काँक्राहरू निकै नै राम्रो फलिरहेका छन् भने यतापट्टि पनि पुरै तर्लाङ तुर्लुङ सबै एकदम राम्रो क्वालिटीमा छन् काँक्राहरू। काँक्राको क्वालिटी एकदमै राम्रो छ। काँक्रा टिपिरहेका छौँ ट्याक्कसँगले। काँक्राको एकदमै राम्रो, काँक्रो अत्याधिक राम्रो चाहिँ यो क्वालिटीमा छ। यो चाहिँ पिप्ले खेतमा लगाएको टमाटर निकै नै राम्रोसँगले पाक्न थालिसकेका छन् भने फल्न थालिसकेका छन्। यता भाइले टमाटर टिपिरहेको छ। हामी आज चाहिँ खोलामा 20 केजी टमाटर लानुपर्ने भएकोले गर्दाखेरि टमाटर टिप्न गएका थियौँ। बिहानै टमाटर राम्रो पाकिरहेका छन्। अलिकति झार चाहिँ बढिरहेको छ। यो झारलाई आज गोड्ने कार्यक्रम हुनेछ दिउँसो। क्रमिक रूपमा टमाटरहरू बढ्दैछन्, बढ्नेछन् र बढिरहनेछन्। यो मैले अनुसन्धानको लागि लगाएको हो, हुन्छ कि हुँदैन भनेर। तर निकै नै राम्रो फल्ने नतिजा देखिएको छ। यसलाई स्याहार चाकर पनि अत्याधिक रूपमै गरिरहेको छ। आगुन चाहिँ निकै नै ठुलो क्षेत्रफलमा टमाटर रोप्ने सोच बनाइरहेको छु। कतिको सफल हुन्छ त्यो आगुन नै थाहा हुन्छ। टमाटर पाक्दैछन्। मेरो अनुसन्धान लगभग सफल भइसकेको छ। यो भिडियो सबैले सेयर पनि गरिदिनु होला। हाम्रो बारीमा टमाटर अत्याधिक रूपमा पाक्न थालिसकेका छन्। पालुवा भेगको लागि पुग्ने गरी टमाटर पाकिसकेका छन्। आवश्यकता भए आउन सक्नुहुनेछ। मैले यो अनुसन्धानको लागि लगाएको टमाटर हो, होला नहोला कस्तो होला भनेर चाहिँ लगाएको थिएँ। अहिले टमाटरहरू फलेको देख्दा, पाकेको देख्दा निकै नै राम्रो भएका छन्। मैले सोचे जतिको, चाहे जतिको सप्रिएका त होइनन्। टाटी बार, बाँस काट्ने, बारबेर गर्ने, पिप्ले खेत र घरबारी तल र माथि र 10तिर चाहिँ दौडिनु परेको कारणले गर्दा फुल समय चाहिँ टमाटरलाई दिन सकिएन। तर पनि टमाटर राम्रै फलिरहेका छन् भने मेरो यो अनुसन्धान लगभग सफल भइसकेको छ टमाटरको। म अनुसन्धानमै छु। अर्को सालबाट टमाटर योभन्दा धेरै नै उत्कृष्ट बनाउन सक्छु र सक्नेछु भनेर म अगाडि बढिरहेको छु। कसैलाई टमाटरको आवश्यकता भए सम्पर्क पनि गर्न सक्नुहुनेछ। टमाटर हामीसँग एकदमै राम्रो क्वालिटीमा छ, किरा पनि लागेको छैन। यो सिर्जना जातको टमाटर हो। टमाटरको क्वालिटी एकदम राम्रो छ, धेरै ठुलो पनि छैन, सानो पनि छैन, एकदम ठिक्क मिडियम साइजको छ। एकदम मजाले पाक्छ। टनेलमा लगाएको भन्दा 1 पोइन्ट पनि कम छैन, त्यतिको राम्रो क्वालिटी छ। आवश्यकता भए सम्पर्क गर्नुहोला। हामीसँग भक्तपुरे लोकल काँक्रो पनि एकदमै राम्रो क्वालिटीमा उत्पादन भइसकेको छ। कुनै 1-2वटा बाङ्ला टेढा बाहेक सबै सलक्क परेका छन्। पालुवा भेगको लागि कसैलाई आवश्यकता भए काँक्रो खान मन लागे सम्पर्क गर्न सक्नुहुनेछ। यो पनि मेरो अनुसन्धान नै हो। कस्तो हुँदो रहेछ त, कुन तरिकाले लगाउन सकिन्छ त भनेर मैले यो काँक्रोको अनुसन्धानको लागि भनौँ या अनुभवको लागि लगाएको हो। मैले राम्रोसँगले मलजल हरेक कुराहरूलाई फुल समय दिन सकिनँ। यदि दिन सकेको थियो भने योभन्दा पनि उत्कृष्ट काँक्रा हुन्थे। यति ठुल्ठुला, यति मजाका काँक्रा फलेका छन्। अब यतातिर फेरि यहाँ हेर्न सक्नुहुनेछ। हेर्नुहोस्, काँक्राको फलाइ एकदमै राम्रो, जोरै काँक्राहरू फलिरहेका छन् भने यतातिर यहाँ देख्न सक्नुहुन्छ। आँख्लै पछि 1 2 3 4 5 आँख्लै पछि फलेको छ। यता त्यस्तै फलिरहेको छ भने यतातिर यता पनि यहाँ देख्न सक्नुहुनेछ।
काँक्राहरू निकै नै राम्रा फलिरहेका छन् भने यो तल्लो भेगमा पुरै यो भेग निकै राम्रा छन्। यतापट्टि पनि पुरै तर्लाङ तुर्लुङ सबै एकदम राम्रो क्वालिटीमा छन् काँक्राहरू। एकदम सप्रेका काँक्राको क्वालिटी एकदमै राम्रो छ। काँक्रा भने जस्तै फलेका छन्। देख्न सक्नुहुनेछ हाम्रो सानो मेहनत सानो प्रयास। 40 बोट काँक्रा पनि ओहिरै फल्दो रहेछ भन्ने एउटा अनुभव हो। आगुन 400-500 बोट काँक्रा लगाउने मेरो लक्ष्य पनि छ। 500 बोट काँक्रा लगाइयो भनेदेखि जम्मा 4 आँगन क्षेत्रफलमा 500 बोट काँक्रा लगाइयो भने 5 हल्को मेला बारीको मकै कोदोको आम्दानी लिन सकिन्छ भन्ने मैले अनुभव लिइसकेको छु। किनभने यति थोरै 40 बोटमै पनि मैले लगभग 50-60 किलो बेचिसकेको छु भने अझै पनि 100-200 किलो भन्दा माथि नै काँक्रा फल्ने छ। अब तपाईँलाई यता टमाटरको कुरा गरौँ। टमाटर यति राम्रो फलेको छ। यो डालिला जातको टमाटर हो। यहाँ हेर्नुहोस्, यहाँ बुइनी यता गाँडै गाँड लागेर फलिरहेछ। कति हो कति अब टमाटरको फलाइ हेर्नुहोस्। टमाटर त्यत्तिकै राम्रो, क्वालिटी पनि त्यति नै राम्रो छ। यो डालिलाको यो डालिला त्यस्तै बर्मलुटै फलिरहेछ नि। अब यतातिरै त्यस्तै छ। यो टमाटरको अनुसन्धानमै छु म। अब कति फल्छ के फल्छ। निकै नै राम्रो काँक्राको फलाइ, सबैलाई मनपर्ने तरिकाको काँक्राको फलाइ छ। यहाँनिर निकै नै राम्रो पनि छ। हामीले काँक्रा अनुसन्धानको लागि रोपेको हो भने काँक्रा फलेको छ भने यता 16 किलो काँक्रा र 20 केजी टमाटर खोलामा पुर्याएर पनि आइसकेको छ। फेरि अलिकति लगिदिनु पनि पर्नेछ। किनभने सङ्घर्ष र मेहनत गर्नलाई जिन्दगीमा हामीले कहिल्यै पनि छोड्नु हुँदैन। सङ्घर्ष नै जिन्दगी हो। काँक्रा टिपिरहेका छौँ ट्याक्कसँगले। काँक्राको एकदमै राम्रो, काँक्रो अत्याधिक राम्रो चाहिँ यो क्वालिटीमा छ। म चाहिँ अहिले काँक्रा र टमाटर पुर्याउनलाई चाहिँ पिखुवा खोला जाँदैछु। हाम्रो भाइ पनि आउँदैछ पछाडिपट्टि केटो। हामी आज पिप्ले खेतमा टमाटर टिप्न आएका छौँ। पिखुवा खोलामा 25 केजीको अर्डर आएको छ। त्यसैले गर्दा आज हामी यो पिप्ले खेतमा टमाटर टिप्नलाई यो बिहानै भाइ र म आएका छौँ। टमाटरको क्वालिटी एकदमै राम्रो, फुल क्वालिटी छ। टमाटर एकदम राम्रा छन् पिप्ले खेतमा। अब यो टमाटरलाई नफलेको भन्न सकिँदैन। अत्याधिक रूपमा काहीँ किरा लागेको छैन। एकदम राम्रो क्वालिटी, बेस्ट क्वालिटी देख्न सक्नुहुनेछ। पालुवा भेगको लागि मात्र नभएर शनिबारे हटियामा पनि जानेछ। यो पिप्ले खेतको टमाटर हो। हामीले गर्न सके जे पनि हुने रहेछ। कहिले बारेर तैँले टाटी बार हानिसक्छस्। त्यो पिप्ले खेतमा केही पनि हुँदैन। त्यो पिप्ले खेत धेरै नै रुखो छ भन्ने कुराहरू आइरहँदा पनि गरौँ न त एकचोटि कस्तो हुँदो रहेछ भनेर मैले टमाटर खेती गर्ने सोच गरेँ। यो चाहिँ मैले अनुसन्धानको लागि मात्रै लाएको, ट्रायलको लागि लाएको, तर अत्याधिकै राम्रो फलेको छ। तिमीलाई रोजे विश्वास गरे मुटु झिकेर तिमीलाई सुम्पिदिए। चितकारी दियो फटकारी दियो त्यही सोखले आज मरोगी भए। निष्ठुरीलाई माया गरे, निष्ठुरीलाई माया गरे, आफैलाई जोगी बनाए। माया साँच्चै मोह रहेछ, मोह रहेछ, आफैलाई जोगे बनाए। हाम्रो पिप्ले खेतको टमाटर निकै नै सुन्दर छ।